नेपालले इतिहास रच्यो। एसिया र इएपी क्वालिफायरमा अपराजित च्याम्पियन। नेपालले आज सामोआमाथि भव्य जित हासिल गर्दै सम्पूर्ण एसिया तथा इएपी क्वालिफायर टुर्नामेन्टमा क्लिन स्विप गरेको छ। यस ऐतिहासिक जितसँगै नेपाल च्याम्पियन बनेको छ र यो नेपाल क्रिकेटको इतिहासमै सबैभन्दा सफल अभियान बनेको छ। टी20 विश्वकप क्वालिफायर सकिएसँगै अब नेपालको ध्यान आगामी क्रिकेट लिग 2 तर्फ केन्द्रित भएको छ, जहाँ नेपालले अमेरिका र युए विरुद्ध खेल्नेछ। यी खेलहरू युएमा अक्टोबर 26बाट आयोजना हुनेछन्, जहाँ नेपालले केही समय अघि वेस्ट इन्डिजमाथि ऐतिहासिक श्रृङ्खला जित हात पारेको थियो। अब नेपालले लिग 2मा उत्कृष्ट प्रदर्शन गरेमा 2027को एक दिवसीय विश्वकपमा छनौट हुने ऐतिहासिक सम्भावना बलियो बनेको छ। नेपालले अहिलेसम्म ओडिआई विश्वकपमा सहभागिता जनाउन सकेको छैन, तर यसपटक त्यो सपना साकार हुन सक्ने सम्भावना प्रबल बनेको छ। हाल नेपाल 16 खेलबाट 12 अङ्कसहित 7औं स्थानमा छ। यो साइकलमा नेपालले 4 खेल खेल्नेछ र यदि ती सबैमा जित हात पार्न सकेमा 8 अङ्क थप्नेछ, जसले नेपालको कुल अङ्क 20 पुग्नेछ र नेपाल 6औं स्थानमा पुग्नेछ। नामिबिया र क्यानाडा, जसले 24 खेल खेलेका छन्, उनीहरू क्रमशः 19 र 21 अङ्कमा छन्। उनीहरूले नेपालभन्दा 8 खेल बढी खेलिसकेका छन्। यसैले यदि नेपालले अबको 8 गेममा राम्रो प्रदर्शन गर्ने हो भने नेपाल उनीहरूभन्दा धेरै माथि जान सक्ने ठुलो सम्भावना देखिन्छ। यो साइकलमा नेपालको मुख्य चुनौती भनेको अमेरिका हुनेछ, जसले 20 खेलमा 28 अङ्कसहित टेबलको दोस्रो स्थान हासिल गरेको छ। अर्को देश युएईले भने आफ्नै होम ग्राउन्डमा खेल्ने भएकाले उसलाई अलरेडी ठुलो एडभान्टेज छ। युएईले पनि 16 खेल मात्र खेलेको छ र होम ग्राउन्डको एडभान्टेज उठाउँदै उनीहरूले खेलका नतिजाहरू आफ्नो पक्षमा लाने पूर्ण कोसिस गर्नेछन्। यो साइकल नेपालका लागि एकदमै टफ हुनेछ, तर यदि करेन्ट सिचुएसन हेर्ने हो भने नेपालको जुन हिसाबको खेल चलिरहेको छ टी20मा, त्यस्तै खालको खेल यदि ओडिआईमा पनि खेल्न सके नेपालले 4 मध्ये 4वटा खेल जित्ने अपेक्षा गरिएको छ। नेपालले पछिल्ला केही महिनादेखि मुख्यतः टी20 खेल मात्रै खेल्दै आएको छ। अब भने टोलीलाई 50 ओभरको फर्मेटमा चेन्ज हुनुपर्ने समय आएको छ। म्याचेसहरू पनि एक हप्तापछि नै सुरु भइहाल्छ, त्यही भएर टिमलाई आफूलाई एडजस्ट गर्नलाई धेरै टाइम छैन। तपाईहरूको विचारमा नेपालले अबको साइकलमा कतिवटा खेल जित्न सक्ला? कृपया कमेन्टमा लेख्न नभुल्नुहोला। आगामी श्रृङ्खलाका लागि टिम नेपाललाई धेरै धेरै शुभकामना।